केपी बा वी लभ यु केपी बा आदेश देऊ यो त गोठालो हो तस्करीको नाइके हो Oh shit! No! It is possible. नहीं, ऐसा नहीं हो सकता कह दो कि ये झूठ है अझै यस्तो छ अब यहाँ बसेर अब मुख हेर्दाखेरि टिट लाग्छ यसको बानी बेहोरै त्यस्तै छ देश चलाउनेहरू आज प्रधानमन्त्री भएका छन् देश चलाउनेहरू आज गृहमन्त्री भएका छन् भनेपछि छानबिन चाहिँ बचाउनु पर्यो चुनाव हारे भनेर चिन्ता नलिग मेरो बा 84 मा फेरि स्थानीय चुनाव आउँदैछ झापा प्रेमी तिमी देश प्रेमी तिमीलाई झापा 5 गौडा अध्यक्ष बनाएर छोड्छौ हामी ओली आन्छस् भने हात छाती थाप्न तयार छु केपी बाको लागि केपी ओली आज पनि वी लभ यु भन्छु तिमी जस्तो युवा देशलाई चाहिएको पनि छैन बाँचेर देशलाई भारी भन्दा मरेकै ठिक मेरो बस्नु मन त के लिएर आउनुभयो एजेन्डा केही छैन भनेपछि खेल्न आउनुभयो 5,000 दिन्छु भने छ 5,000 दिन्छु भने संख्या पुगेन हजुर संख्या पुगेन आर यु कमेडी मी प्रधानमन्त्रीलाई लगेर थुन्ने ठुक्क मलाई यस्तो नाम त यो भन्दा नाम त सरकार त संसारमा हिजो रवि लामिछानेले चाहिँ बेडमै गएर तपाईँको अन्तिम इच्छा के छ भन्दा चाहिँ तपाईँहरू खुसी हुनुभयो कहाँ अन्तिम इच्छा भने त्यो त उनीहरूको नाटक हो नि यो त गोठालो हो तस्करीको नाइके हो चोरी जारी पैठारीको नाइके हो सारा बलात्कारीको नाइके हो त्यति मात्रै होइन यो त महान अपराध कार्यमा क्षेत्रमा निपुण भएको व्यक्ति यो चाहिँ सिल्भर 6 को वार्म थेरापी वेल यो तपाईको बडीको लागि हाड जोड्ने दुखेको इभन नसा च्यापिएको सबै काममा चाहिँ यसले हेल्प गर्छ मलाई बारीको साले बलात्कार गर्यो मलाई आधारले बलात्कार गर्यो केपी ओलीलाई समर्थन गरेर एमाले हुने त होइन नि होइन राजावादी हुने इतने तेजस्वी लोग हैं हमारे पास पीबा सानबा रंडी के बानबा जेल में आराम बा जुन तरिकाले अहिले धुलो चटाइराख्ने यो डन्डाले हानेर यसबाट स्पष्ट यो थाहा भयो कि एमाले प्रतिको यो जुन खुन्नस थियो नि यो यसमा चाहिँ हामी जनता 2 नम्बर दोस्रो नम्बरमा पर्दा रहेछौँ के पहिलो नम्बरमा त प्रहरी नै रहेछ यदि यहाँको मान्छेलाई हँसाउनु छ भने एकचोटि अंग्रेजीमा बोल्दे If you think Laura cannot rap in English, I'm a graduate student, nominated in Dean List. And next time if you try to create all the hate and debate, bitch, I'ma slap you in the face with my bachelor certification. भनेको सबै कुरा फिर्ताले मेरो घरको पैसा ल्याएको ब्याङ्क फिर्ताले पार्टी बदल लिया साला अब देख तू तेरी औकात मैं दिखाता हूँ तुझे जुन विवाद गरिरहे बालनशाला के भन्नु छ नि म माथि भएको महिला हित्या हम्सा हित्या हम्सा अनि
मान्छेमाथि त्यत्रो हित्या हम्सा भइसकेको रहेछ। त्यत्रो हित्या हम्सा भइसकेपछि मान्छे उफ्रिँदैन भने यो माइती गठबन्धनलाई यो जेनजी युवाहरूको रिपुलेसन द्याट म्याटर सेन्टर पोइन्ट यु आर टपिक्स हियर द्याट अदर अप्सन नो व्हाई योर जेनजी रिपुलेसन इज अदर अप्सन क्वेशन हियर can you speak here 1 to 1 come here now which man come here now my country that's United Kingdom of my country which man comes from here I put 1 to 1 dialogue here comes here now any boys comes here now 1 to 1 dialogue me United Kingdom of my Nepal which man come here 1 2 3 comes here 1 to 1 to dialogue I am here comes here now thank you very much my name is Raju Kumar Bhattarai क्या गुन्डा बनेगा रे तू यो आन्दोलनमा चाहिँ यिनीहरूलाई कुट्नु हुँदैन क्या यिनीहरूलाई नि त्यो डल्ले खोर्सानी हुन्छ नि त्यो पिल्ने होइन अनि पानी हाल्ने अनि सिमा हालेर नि पक्रिँदै चाकमा हाल्नुपर्छ कि खोर्सानी मायालाई भोलिदिएको त्यो लाइफमा आउँदैन बालेन भनेको ट्यापी होइन त्यो ऱ्यापर थियो पहिला होइन एकदम ऱ्याप गाउँदै हिँड्थ्यो हामी एमालेको कार्यकर्ता हो अनि एमालेको विषयमा बोल्न पाउँछौँ हामीले हिजो हामीले एमालेकै विषयमा कुरा गरिराखेका थियौँ बालेनको पक्षमा बोले थिएन कहाँ बोलेको छु अरे नहीं आपने कहा था यस्तै छ बालेन एकदमै राम्रो गरिरहेको छ खत्तम बाय बाय बैतडीको बाघ हो एकदम होइन बैतडीमा सूर्य दूर नै झिकै झिकै माया सुदूर पश्चिम झिकै झिकै माया थुप्लाई हामी हौ सुँगुर ल बालन सरकार आज चाहिँ म आन्दोलनमा आउँदिनँ तिमीले हिजो यहाँ आँखामा बजारेपछि मात्रै मेरो बुद्धि आयो आँखा बन्द भएपछि मेरो बुद्धि आयो त्यहाँ म आन्दोलनमा आउँदिनँ आज एमालेको बुद्धि कुटेपछि आउने रहेछ मेरो बुद्धि आयो बालन सरकार जब लाठी खाइयो नि बुद्धि आयो त्यसै दुःख पाए साराले गरे मलाई दुःख भएको छैन है मेरो आसपासको कसैलाई दुःख भएको छैन तिमीहरूलाई भएको छ र कसैलाई दुःख भएको छ र भएको छैन नि होइन त्यसै दुःख पाए साराले अरे दुःख पाए सारा एमाले भन न अमेरिकी दलाल बालेन सरकार मुर्दाबाद अमेरिकन दलाल सरकार मुर्दाबाद होइन के अमेरिकी दलाल बालेन सरकार मुर्दाबाद 3000 दिएर यति घोका कहाँबाट आउँछ त जिंदाबाद जिंदाबाद जिंदाबाद